त्यो चाहिँ 23 गतेको घटनापछि स्वभावैले त्यसको रियाक्सन एकातिर, अर्कोतर्फ योजनाबद्ध ढङ्गले देशव्यापी रूपमा एकसाथ प्रहार गर्ने। तपाईँले हेर्नुभयो भने सबै ठाउँमा उस्तै प्रकारका खुडा खुकुरीहरू प्रयोग भएका छन्, उस्तै प्रकारका हतियारहरू प्रयोग भएका छन्, बन्चराहरू प्रयोग भएका छन्, फलाम काट्ने मेसिनहरू प्रयोग भएका छन्। त्यो केमिकलहरू उस्तै प्रकारको प्रयोग भएको छ। घर तोडफोड गर्ने, आगजनी गर्ने, लुटपाट गर्ने उस्तै खालका पात्रहरू देखा परेका छन्। बेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म, सहरदेखि गाउँसम्म र निश्चित प्रकारका संरचनाहरूमाथि त्यो प्रहार केन्द्रित गरिएको छ। त्यसले गर्दा के थियो भने यो एउटा चाहिँ धेरै ठुलो यो व्यवस्था, यो प्रणाली, यो संविधानका खिलाफमा धेरै ठुलो कन्स्पिरेसी थियो। त्यो कन्स्पिरेसीले युवा भाइ बहिनीहरूको, जेनजी भाइ बहिनीहरूको मनोविज्ञानलाई मिसयुज गर्ने, मिसलिड गर्ने, उनीहरूलाई मानव ढालको रूपमा प्रयोग गर्ने यस खालको कोसिस पनि गरे 23 गते र 24 गते एउटा ताण्डव नृत्य मचाए र चाहिँ वास्तवमा नेपालको इतिहासमा यो सबभन्दा एउटा कहानी लाग्यो। एक दिनमा केही घण्टाको अन्तरालमा जुन प्रकारको भौतिक सम्पदाको क्षति भएको छ, सिंहदरबार डढेको छ, सर्वोच्च अदालत डढेको छ, राष्ट्रपतिको कार्यालय डढेको छ, संसद भवन डढेको छ, लगायतका व्यापारिक प्रतिष्ठानहरू डढेका छन्, लुटपाट भएको छ। यो प्रकारको घटना केही घण्टाको अन्तरालमा भयो। यो एउटा ठुलो कन्स्पिरेसीको अङ्ग थियो भन्ने कुरा हामीले बुझ्नुपर्छ।